मैले मेरो लाइफमा यस्तो दिन कहिले देखेको थिएन, तर आज यो स्कुलमा आएर पोसिबल हुन गयो। एज युजुअल मर्निङ टाइममा स्कुल जान रेडी भएर कान्छीसँग एउटा सानो सर्ट रेकर्ड गर्दैछु र रेकर्ड गर्न कहिले नि नछुट्टाउने यो सर्ट कसरी छुट्न सक्छ र। दिन प्रारम्भ यस्तो कुराबाट भयो भने अवश्य दिन राम्रो नै हुन्छ। एनर्जीको लागि सधैँ जस्तै मिठो पकवान खान बसेको छु र आशा छ कि आजको दिन राम्रो होस्। अहिलेसम्म यस्तो राम्रो कन्सेप्ट कतै हेर्न पाइएन, तर आज हाम्रो स्कुलमा मैले हेर्न पाएँ। ह्यान्डराइटिङ एक्जिबिसन, जहाँ लेभल अनुसार स्टुडेन्टहरूको गुड ह्यान्डराइटिङ इंग्लिश, म्याथ र नेपाली स्क्रिप्टमा भएको र क्लास टिचरले सिलेक्ट गरेको आधारमा यहाँ राखिएको छ। त्यसै गरी स्टुडेन्टहरूलाई लाइनमा राखेर हेर्न दिइएको छ। यहाँ यो हो क्लास 6 र 7 को गुड ह्यान्डराइटिङ भने यो हो क्लास 8 देखि 10 सम्मको गुड ह्यान्डराइटिङ। तपाईहरुलाई यो कन्सेप्ट कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला। अब स्कुल र ट्युसन दुटै सकेर घर जाने बेला यो फेरि देखियो। देख्न साथ रेकर्ड गरिहाले। रुमबाट डायटको लागि एक लिन जान लाग्दा यस्तो राम्रो डाँडा देखियो कि रेकर्ड गर्न आफूलाई रोक्न सकिएन। ब्याड लक भएर होला एक नै पाइएन। सो अघि गएको बाटो फर्किँदा यस्तो देखिन्छ, जुन चाहिँ अस्ति हामी पिकनिक गएको ठाउँ हो। रुममा आउने बेला यही टोलमा बस्ने यो बाबुहरूले बोलाए, तर मैले इग्नोर गरेर टुडी खेलको ग्राउन्डमा आए शान्ति खोज्न, तर शान्ति यहाँ नि पाइएन। सो रुममा आएर एक बोल गरेर के छिनमै खाएर जिम कुदिहाले। जिम गर्ने मान्छेले मात्र थाहा होला असली शान्तिको बारेमा। इफ तपाईले थाहा छ भने कमेन्ट गर्नु होला। शान्तिलाई साइडमा राखेर वर्कआउट सकेर दिनको लास्ट मिलको लागि फेरि पनि खाना खाएर रुममा आएर एडिटिङतिर लागे।